ब्रो अति रमाइलो हुन्छ मेरो कपाललाई। म सिलिगुडी इन्डियामा छु। दमकको केटाहरू सब क्रेजी भएर थियो, रमाइलो भयो, मजा आयो दमकमा। अब आज सिलिगुडीमा नि मजा आउँछ। हिजो दमकको माया बबाल थियो नि त, आज सिलिगुडीको माया लिएर काठमाडौँ फर्किन्छु। त्यो रमाइलो हुन्छ ब्रो, रमाइलो हुन्छ। निन्द्रा लागिरहेछ तर ठिक छ ब्रो, नो वरिज। चितवन फेरि आउनुपर्छ एक दिन, रेस्योर ब्रदर। इन्डिया महाराष्ट्र इन्डियाबाट गएको छ ब्रो तिम्रो यता। म पनि इन्डियाको हो होइन, म पनि इन्डियाको हो भने सरी गाइज है, म इन्डियाको होइन कि, म इन्डियामा चाहिँ छु भन्न खोजेको। म इन्डियाको हो भनेछु क्या। म इन्डियामा चाहिँ छु, सिलगढी, इन्डिया सिलगढीमा छु। भोलि काठमाडौँ फर्किन्छु। त्यही हो ब्रो, लाइफमा दौडिरहेको छु, हिँडिरहेको छु, बिजी भइरहेको छु। सबलाई धेरै माया छ। अनि इन्डियामा त 21 मिलियन भ्यू भयो अरे। वाट्सएप एसटी के एजेक्स ब्रो, के छ, कता हो ब्रो तिमी? म पनि इन्डियामै छु रे सय। भेटेसँग कोलाबोरेसन गर्ने होइन, गर्नुपर्छ बिस्तारै। when you come again बेङ्गलोर अब नेक्स्ट इयर नै हुन्छ। आज सिलगढीमा रमाइलो गर्न आएको छु, रमाइलो गर्नुपर्छ ग्याङहरू सबजना मिलेर। त्यहाँदेखि एसटीको अपग्रेडिङ ने एसटी के भने भिटिनसँग कोल्याब। कता हुनुहुन्छ? सिलगढीमा छु भनेको के ब्रो? लेल झोलासँग के भएको माया जाले मारे के मेरो बिट नसोधिकन मलाई केही नभनिकन अपलोड गरेको भएर हो, तर कुरा मिलिसकेको छ ब्रो। दाइ आज सिलगढीमा कन्सर्ट छ कि के हो रे? सिलगढीमा कन्सर्ट छ ब्रो। नामडलिङ अहिले आना बुझिन यार। थ्याङ्क्स एसटी फर अपलिफ्टिङ नेपअप एन्ड एक्सपेरिमेन्टिङ न्यू स्टफ। एसटीको जहिले काम नै त्यही हो, नयाँ नयाँ कुरा लिएर आउने, नयाँ गीत बनाउने होइन, इन्डस्ट्रीलाई माथि लाने, ग्रो गर्ने काम नै त्यही हो। त्यो निन्द्रा लागिरहेको छ ब्रो। अब म सुत्छु है। अब सुतेर 2 घन्टापछि म जान्छु सोमा, रमाइलो हुन्छ। एसटीको साङ्गीतिक यात्रा एकदम सफल रहोस् है त। फिल गुड टु सिङ यु टचिङ आइज। यो ब्रो तिम्रो पनि भोबाल छ ब्रो, साह्रो छ है। हाम्रो एजेक्सको नि म्युजिक गरेर चेक हान्दा हुन्छ केटाहरू। न्युजको केटाहरू छ बबाल हानिरहेको छ बुटोल पर। सबलाई माया, सबले चाहिँ माया देखाउनु पर्यो हाम्रो एजेक्स ब्रोलाई पनि है। नसुने जतिले गएर सुन्दा हुन्छ, नसुनेको जतिले है। ग्रामी जसले ल्याइनु हुन्छ क्या ब्रो, त्यसमा केही त्यो दायाँ बायाँ कुरा गर्नुपर्ने नै छैन क्या। जसले ल्याए पनि म खुसी छु क्या ब्रो। हुन्छ नि, नेपालीले गर्नु पऱ्यो क्या, नेपालीले ल्याउनु पऱ्यो होइन। चाहे दोहोरी गाउनेले ल्याओस्, चाहे हिपहप गर्नेले ल्याओस्, चाहे मैले ल्याओस्, चाहे साकारले ल्याओस्, चाहे भिटेनले ल्याओस्, म खुसी हुन्छु क्या ब्रो। किनकि त्यो नेपालले ल्याएको हो क्या, मैले ल्याएको होइन क्या। त्यो लोकदोरी गाउनेले ल्याएको भन्दिनँ क्या, भिटेनले ल्याएको भन्दिनँ क्या। ल्याइसकेपछि त्यो नेपालले ल्याएको भन्छ क्या ब्रो। हुन्छ नि, दाइ झ्याप भइसक्यो क्या वेट गर्दा गर्दा। अझै झ्याप हो नि त ब्रो, रमाइलो हुन्छ ब्रो। के छ ब्रदर खबर रे? बबाल छ यार दाइ। अब हिट टक
सही रे, सही 100% सही रे। सही ब्रो, त्यही हो, लाइफ चलिरहेको छ। राम्रो सोचेर हिँडिरहेको छु, सबैको राम्रो होस् भनेर। मेरो कारणले कसैलाई दुःख नहोस्, चोट नभोगोस्, हर्ट नहोस्, राम्रो होस् सबैलाई। त्यही हो ब्रो, सकेसम्म त्यही गर्न खोजिरहेको हुन्छु। थ्याङ्क यू सो मच सबलाई। आई लभ यू सो मच। म अब जान्छु, सुत्छु, एकछिन रेस्ट गर्छु, त्यसपछि सोचौँ।